मेरो जन्म चाहिँ शहीद भूमि गाउँपालिका धनकुटा जिल्ला हो। अलिकति अब एजुकेटेड फ्यामिली छ भने चाहिँ मान्छेलाई अलिक अब पढ्नु ओर्नु जे गर्नु पनि अलिक अब बाउआमाहरूले पनि प्रोत्साहन दिनुहुन्छ हैन, गर्नुपर्छ पढ्नुपर्छ भनेपछि आफू पनि त्यही भएर लागि परिन्छ र गरिन्छ। तर अब नपढ्ने बाबा आमाको छोराछोरी पनि नपढ्ने त हुँदैन, उनीहरू पढ्ने हुन्छ हैन। तर पनि अलिकति एजुकेटेड फ्यामिली छ भने चाहिँ अलिक झन् राम्रो हुँदो रहेछ। दाइको साथीहरू सबैले दाइ नै भन्थे हैन, अगाडि पढेको सबै दाइ त हुने हैन। हजुर हजुर। मैले दाइले चाहिँ दाइ भनिन कि त्यतिकै नामबाट पनि बोलाउँथिन, त्यतिकै बोल्थेँ म त फेसबुकमा बोल्दा बोल्दै अनि बोल्दै 2-4 महिनापछि लपै पर्यो। बिहे नगर्दा चाहिँ माइतीको मात्र घर, आफू जन्मिएको घरको मात्र पिर टेन्सन सबै कुरा खुसी सबै कुरा हुन्छ। अब बिहे गरिसकेपछि अर्को घर पनि थप्यो नि त हैन, दुईटैतिरको पिर पनि हुन्छ खुसी पनि हुन्छ सबै कुरा हुन्छ। मलाई त्यस्तो ठुलो भिन्नता छैन है। अब जिम्मेवारीदेखि पछि हट्ने मान्छे भनेको अब उसले जिन्दगी नै नबुझ्नु चाहेको हो नि। यता निजामतीतिरकै जागिर खान्थेँ क्या करारमा। तर अनि त्यसरी जागिर खाँदै पनि म चाहिँ पढेँ, मेहनत गरेँ। म अफिसमा पनि फ्री टाइम हुनु बित्तिकै पढ्थेँ नि हैन। नपढिकन त हुँदैन, अब कतिको लागि त त्यो नाटक जस्तो पनि हुन्छ पढ्नुको लागि हैन। मेहनत त धरै गर्नुपर्छ पढ्नुको लागि। तर त्यो राति नसुती नखाई दिनभरि पढ्ने त्यो खालको चाहिँ होइन मेरो। विशेष गरी चाहिँ बिहे नगरिकन एक्जाम दिइहाल्नु, पास गरिहाल्नु, जागिर खाइहाल्नु भन्छु म चाहिँ। म चाहिँ केही गर्न सकिनँ भने कृषि गरेर पनि खान्छु, म विदेश चाहिँ जाँदिनँ भन्ने सोच भएको मान्छे हो। सम्पूर्ण नमस्कार। सेवा सदा जस्तै आज मेरो समक्ष हुनुहुन्छ सम्बन्ध साइनोले मेरो आदरणीय भाउजू र पेसाले उहाँ चाहिँ एक कुशल शिक्षक हुनुहुन्छ। भाउजूलाई यस कुराकानीमा हार्दिक स्वागत छ। धन्यवाद। कुराकानीलाई नै अगाडि बढाउँ। मेरो जन्म चाहिँ शहीद भूमि गाउँपालिका धनकुटा जिल्ला हो। धनकुटामा जन्मिनु भयो, उतै पढ्नु भयो? मेरो स्कुल चाहिँ धनकुटामै हो। हजुर। अनि +2 चाहिँ धरान, अनि स्कुल चाहिँ गाउँमै पढेको। स्कुलमा गाउँमा पनि थियो, +2 थियो, तर एजुकेसनको मात्रै चाहिँ म चाहिँ अनि उता धरान जाँदा चाहिँ साइन्स पढेँ। ए साइन्स पढ्नु भयो? +2 साइन्स? हजुर। ब्याचलर पनि? ब्याचलर चाहिँ फेरि आर्ट्सबाट गर्नु। मेरो त एकदम रिमिक्स चटपटे कार्य। भाउजूलाई स्कुल पढ्दाखेरि नि कुनै त्यस्तो सम्झना लायकको हैन, कुनै त्यस्ता घटनाहरू केही छन्? रमाइलो पनि हुन्छ नि कहिलेकाहीँ त अब स्कुल लेभलमा। अब सम्झना लायकको घटना भन्दा पनि मेरो जिन्दगीमा चाहिँ के थियो भने मेरो बाबा मम्मी नै टिचर हो हैन। अनि सँगसँगै म स्कुलमा पनि जस्ट टप 3 भित्र पढ्ने मान्छे हैन। पढाइ पनि एकदमै राम्रो थियो। ठिकै थियो, त्यस्तो राम्रो भन्ने पनि हैन। त्यो अब त्यतिखेरको जमानामा ठिकै हो त्यतिको पढाइ हैन। अनि त्यतिको बेलामा अनि अब मोबाइलहरु थिएन र त्यतिको पढाइ ठिकै हो। अब मोबाइलहरु भएको भए त अब यतिखेरको नानीहरु जस्तै भइन्थ्यो होला हैन। अहिलेको नानी पनि त्यस्तो नराम्रो भन्नु खोजेको चाहिँ हैन तर त्यस्तो। हजुर। अनि त्यहाँ के थियो भने म 9 क्लासमा पढ्दाखेरि चाहिँ हाम्रो स्कुलमा चाहिँ एउटा कार्यक्रम भएको थियो क्या, वक्तृत्व कला कार्यक्रम। मलाई यस्तो बोल्नु एकदम इन्ट्रेस्ट लाग्ने हो हैन। ए हजुर। इन्ट्रेस्ट पनि लाग्ने हो। अनि त्यस्तो कार्यक्रममा भाग लिनुहुन्थ्यो? म जहिले लिने हो। त्यो अतिरिक्त क्रियाकलापमा फेरि डान्स र के अरे गीत गाउने भन्दा बाहेक चाहिँ अरू सबैमा भाग लिने मान्छे हैन। ए डान्स चाहिँ भाउजूले गर्नु? मलाई नाच्न चाहिँ बिल्कुलै आउँदैन हैन। हजुर। अनि आउँदैन। अब के भन्छ त्यतिखेर वक्तृत्व कला कार्यक्रम भएको थियो। हजुर। अनि त्यस्तै अब बाल दिवसको दिन हुन्छ नि त स्कुलमा, त्यतिखेर बाल दिवसको दिन भएको बेलामा चाहिँ दिनदयामा वक्तृत्व कलामा अब म भन्दा धेरै बोल्ने मान्छेहरू पनि थिए, मेरो दाइ दिदीहरू भाइ बहिनीहरू पनि थिए। तर उनीहरूलाई पनि टपेर म चाहिँ फर्स्ट भएको थिएँ कि। ए राम्रै तपाईको प्रस्तुति हुने हो। त्यतिखेर चाहिँ एकदम खुसीको पल। अनि सँगसँगै त्यसको 3-4 महिनापछि चाहिँ एउटा कार्यक्रम भएको थियो। त्यतिखेर चाहिँ हाम्रो गाउँमा भर्खर खुल्ला दिशामुक्त क्षेत्र भनेर छिन्ताङ, त्यतिखेर चाहिँ साबित छिन्ताङ हो नि त मेरो घर। हजुर। अनि त्यो छिन्ताङमा चाहिँ खुल्ला दिशामुक्त क्षेत्र बनाउने भनेको बेलामा त्यही कार्यक्रमसँग सम्बन्धित मान्छेहरू सर म्यामहरू आउनु भएको थियो। त्यतिखेर कार्यक्रम हुँदाखेरि चाहिँ अनि त्यहाँ पनि फेरि वक्तृत्व कला थियो क्या। त्यसकै विषयमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको विषयमा वक्तृत्व कला हुँदाखेरि चाहिँ यस्तो भएको थियो। थुप्रो जना भाग लिएको, फर्स्ट र सेकेन्डको चाहिँ वक्तृत्व कलाको एफएममा सुनाउने भनेको छ क्या। बालबालिका के कार्यक्रम सकेमा नाम बिर्सेको अहिले सप्तकोशी एफएममा आउँछ बुधबार। अनि त्यो 5 बजे कार्यक्रममा आउँथ्यो। अनि त्यतिखेर चाहिँ मैले त्यही कार्यक्रममा
बोल्दाखेरि चाहिँ वक्तृ कला गर्दाखेरि त्यो कार्यक्रमको रेडियोको मान्छे आएर रेकर्ड गर्दाखेरि चाहिँ म चाहिँ त्यतिखेर सेकेन्ड भएको थिएँ। अनि त्यो कुरा चाहिँ एफएममा सुनाउने भन्दाखेरि अनि एफएममा सुन्नुलाई कति त्यो 2-3 दिनै बाँकी छ क्या यो बुधबार आउनुलाई त। अनि बल्ल बुधबार आयो हो त्यतिखेर सुन्नु हो त्यो एउटा एकदम मेरो स्कुलको अविस्मरणीय पल भनेको त्यही हो। पछि त्यो रेडियोमा पनि बज्यो तर अहिले म अब त्यो रेडियोमा बजेको त्यतिखेर रेकर्ड गर्नु पनि मिलेन के रेकर्ड गरेको त्यो मोबाइलै बिग्रियो होइन। अनि अहिले त त्यो एफएममा मैले खोज्दा पनि भेट्दिनँ अब कहाँ भेट्नु त। अनि त्यो चाहिँ अहिले आफूले सुन्नु पायो भने चाहिँ आफू बोलेको कुरा कस्तो थियो भन्ने लाग्छ हैन। तर तपाईँ बोल्नेमा सानैदेखि एकदमै राम्रै हुनुहुन्थ्यो। त्यस्तो अब ठिकै प्राय यस्तो स्कुल लेभलदेखि नै मान्छेको जुन अतिरिक्त क्रियाकलापहरू हुन्छ नि त्यस्तोतिर भाग लिने मान्छेहरू पछि गएर पनि एकदमै राम्रो हुँदो रहेछ कि बोल्ने बानीमा। अब म त्यही हाजी जफ प्रतियोगिता र यो वक्तृत्व कलामा चाहिँ भाग लिने हो। अलिअलि कविताहरू पनि भाग लिने तर त्यस्तो म कविता चाहिँ भन्नु जान्दिनँ। अब अरूहरूले यसो सुनेको कुराहरू अलि टिपेर गर्थेँ। त कवितामा पनि एकचोटि चाहिँ थर्ड भएको थिएँ। त्यहाँदेखि प्राय मैले भाग लिएको कार्यक्रममा चाहिँ म टप 3 भित्र पर्ने मान्छे हो। स्कुल लेभलमा कहीँ त्यस्तो फेलको अनुभव गर्नु पर्यो पढाइमा? स्कुलमा चाहिँ कहिले पनि म कहिले फेल भइनँ होइन। म फेल चाहिँ भएँ तर कलेजमा चाहिँ कलेजमा हुनुभयो। तर त्यस हजुरको स्कुल ब्याकग्राउन्ड राम्रै थिएछ? स्कुल चाहिँ ठिकै थियो। कलेजमा चाहिँ खोइ के भयो हावापानी मिलेन। गाउँमा बसेको मान्छे सहरमा गयो होइन। पछि त्यहाँबाट कता तल धरान झर्नुभयो? कलेज चाहिँ धरान पढ्नुभयो? कलेज चाहिँ धरान पढेको अनि स्कुल चाहिँ गाउँमै पढेको। स्कुलमा गाउँमा पनि थियो +2 थियो तर एजुकेसनको मात्रै चाहिँ म चाहिँ अनि उता धरान झरेर चाहिँ साइन्स पढेँ। साइन्स पढ्नुभयो? +2 साइन्स? हजुर। ब्याचलर पनि? ब्याचलर चाहिँ मेरो आर्ट्सबाट गर्नुभयो। मेरो त एकदम रिमिक्स आफ्नो घरमा अभिभावक कोही शिक्षक पेसामै आबद्ध हुँदाखेरि पढाइप्रति के फरक हुँदो रहेछ? शिक्षकै मात्र त नभनौँ होइन अलिकति अब एजुकेटेड फ्यामिली छ भने चाहिँ मान्छेलाई अलिक अब पढ्नु जे गर्नु पनि अलिक अब बाबुआमाहरूले पनि प्रोत्साहन दिनुहुन्छ होइन। गर्नुपर्छ पढ्नुपर्छ भनेपछि आफू पनि त्यही भएर लागि परिन्छ र गरिन्छ। तर अब नपढ्ने बाबाआमाको छोराछोरी पनि नपढ्ने त हुँदैन उनीहरू पढ्ने हुन्छ होइन। तर पनि अलिकति एजुकेटेड फ्यामिली छ भने चाहिँ अलिक झन् राम्रो हुँदो रहेछ। राम्रो के फरक वास्तवमा पढाइको महत्त्व हजुर के हुँदो रहेछ? पढाइको महत्त्व भन्दा पनि मान्छेले कति कुरा त पढेर भन्दा पनि पढेर सिक्छ होइन। तर पनि विशेष गरी चाहिँ पढेको मान्छेको अलिकति के हुन्छ भने बोल्ने शैलीहरू फरक हुन्छ। उनीहरूको जिन्दगीको भोगाइहरू नै बेग्लै हुन्छ होइन। अब नपढ्ने मान्छेको पनि भोगाइ त छ होइन। गाउँघरतिर पाहाडतिर के हुन्छ भन्दाखेरि म अधिकांश देख्छु होइन स्कुल लेभलमा अलिकति मान्छेहरूको त्यो एउटा टिनेजमा यता दायाँ बायाँ गर्ने माया प्रेम लपन छपन केटाकेटीपन हुन्छ नि केटाकेटी माया त्यस्तो खालको तपाईँले चाहिँ अनुभव गर्नु भएन? मैले त स्कुल लेभलमा त मेरो लभ भन्ने चिज चाहिँ परेन। अब मेरो चाहिँ साँच्ची भन्नु मेरो साथी सर्कल सबैले सोध्दैन हुन्छ यसको स्कुल लेभलमा लभ परेको भन्दा मजाले भन्छ म किनकि त्यतिखेर कस्तो टाइपको मान्छे एकदम छुच्ची होइन। फेरि छुच्ची प्लस फेरि म सरको छोरी अब अलिकति घमण्ड भइहाल्छ होइन। गर्दिनँ भन्दा पनि त्यतिखेर हुन्थेछ अब त्यतिखेर अनि त्यस्तो हुन्थ्यो। अनि त्यहाँदेखिको मलाई त्यो माया प्रति त्यो के त्यो प्रति इन्ट्रेस्टै थिएन पढ्नु थियो। अनि त्यहाँदेखिको साथीहरूको यसो लभ परेको जाने मैले उनीहरूलाई पुरा गाली गर्थेँ कि अनि अहिलेसम्म चाहिँ नगरेको पनि हुन्छ। के हुन्थ्यो भने अब उनीहरूको लभ परे भने त्यो अब त्यतिखेर बेला भनेको हाम्रो कति हुन्छ 10 क्लास पढ्दाखेरि 15-16 बेसी भनेको 16 होइन। अब त्यही आफ्नो क्लासमा त 13-14 वर्षमा साथीहरूको लभ पर्थ्यो। मैले कस्तो गाली गर्थेँ क्या उनीहरूलाई त्यसरी गर्ने होइन पढ्नुपर्छ कसरी अरूको छोराहरूलाई पनि माया गर्छ हो तिमीहरू भन्दै भन्थ्यो। आफूलाई भएपछि थाहा पाउँछ। मैले पछि अब भयो नि त अब कलेज लेभल हुँदै गएपछि लभ पर्यो यताउता भएपछि यस्तो हुँदो रहेछ र पनि तिनीहरूले पनि त्यस्तो भन्थेछ भने। भनेपछि सानो उमेरमा स्कुल लेभलमा खरो स्वभावकै हुनुहुँदो रहेछ? खरो अलिक केटा टाइपकै सोच हुन्छ नि अब ड्याम हिर्काल्ने कसैले केही भन्नु भने पनि होइन। अलिकति मेरो सामानहरू सुइदियो भने पनि दाई साईहरू नभने म अहिले पनि म दाई हुनुहुन्छ दाईले चाहिँ थाहा छैन होइन। सम्झिनु भएको छैन सम्झिनु त भएको होला
किनकि अनि मैले चाहिँ त्यो दाइलाई मेरो एउटा यत्रो सानो बल लगिदिनु भएको थियो कि त्यो त्यतिखेर त्यो यस्तो ट्याङ ट्याङ उफ्रिने बल हुन्छ नि त्यो बल लगिदिनु भएको थियो मैले त दाइलाई पक्रेर पिँडै मान्छेहरूको अगाडि कुटेको कि 6 मा पढ्थेँ म दाइ 8 मा पढ्नुहुन्थ्यो अनि त्यो दाइसँग अहिले भेट भएर कुरा गर्नु मन छ कहिले मैले कुटेको याद छ भन्नु मन लागिरहेछ कि त्यस्तो खालको थियो क्या म चाहिँ भएर मान्छेहरू मसँग त्यति डराउँथ्यो नजिक हुन्थ्यो सम्झेर ल्याउँदा दाजुसँग भेट चाहिँ कसरी होइन हजुर सुरुवात कसरी भयो लपन छपन हाम्रो दाजुसँगको त्यस्तै अब हरेक कुरा जुरेकै हुँदै जान्छ होइन ऊ कहाँको मान्छे यो कुनाको मान्छे कसरी बिहे हुन्छ भनेर मैले त कल्पना पनि गरेको थिएँ वास्तवमा मलाई यो बिहे भनेको एउटा संजोगै हो जस्तो लाग्छ कि भाउजू नि त्यही हो होइन अब त्यही नत्र भने बिहे गर्नुको लागि त्यहीँ भइहाल्छ नि त कति केटाहरू भयो नजिक हुने आफ्नै छिमेकी चिनेको छैनेको हुन्छ तर पनि अब बिहे चाहिँ जुरेर आउनुपर्छ क्या जन्म मृत्यु विवाह भन्ने चिज जुरेर आउनु पर्छ अब यत्रो 10 घण्टाको गाडीमै 10 घण्टाको बाटो लगभगमा म बिहे गरेर आएको छु होइन यहाँ आउँछु भनेर मैले कुनै हालत पनि कल्पना गरेको थिइनँ नि त अनि लास्टमा त अब यहाँ आइपुग्यो यस्तै हो बिहे भनेको त्यही चाहिँ अब हामी कलेज पढ्दाखेरि दाहिनी मतलब म भन्दा एक ब्याच सिनियर हुनुहुन्थ्यो उहाँ 12 मा पढ्दा म 11 मा थिएँ त्यस्तै अब त्यतिखेरको चाहिँ भर्खर फेसबुक चलाउन सिकेँ हजुर खतरा छ नि स्टोरी त 3 दिन भन्दा पनि सकिँदैन भर्खर फेसबुक चलाउन सिकेको अब त्यतिखेर 6 रुपियाँमा 3 MB आउँथ्यो अब एनसेलले त्यो 3 MB ले इनफ पुग्छ क्या नै पुग्ने गरी मेसेजमा त्यो फेसबुक पनि केबाट चलाउनु पर्छ नि त ओपेरा मिनीबाट चलाउँछ त्यतिखेर बोल्दाखेरि अनि त्यतिकै अब कलेजको साथी बोल्दै गयो यो के अरे फेसबुकमा एड गर्दै दाइ भनेर बोल्दा बोल्दै भरे दाइ भन्दै सुरुमा दाइ त भनेको थिएन अरूलाई चाहिँ दाइ भन्थे दाइ नै भनेको थिएँ है मैले यस्तो बिहे हुनु थिएछ त्यस्तो हुँदो रहेछ क्या हो मैले उसको दाइको साथीहरू सबैलाई दाइ नै भन्थेँ होइन अगाडि पढेको सबै दाइ त होइन तर मैले दाइले चाहिँ दाइ भनिनँ कि त्यतिकै नामबाट पनि बोलाउँथिनँ त्यतिकै बोल्थेँ म त फेसबुकमा बोल्दा बोल्दै अनि बोल्दै बोल्दै 2-4 महिनापछि लपै पर्यो लप कसरी पर्छ भन्ने कुरा चाहिँ थाहा हुन्छ त्यही हो बिस्तारै जोडिँदै जाँदो रहेछ त्यतिकै आफै पर्दो तर उता दाजुले गर्नुभयो कि सुरुमा यसो होइन कसैले म तिमीलाई माया गर्छु भन्ने चाहिँ कसले हजुर त्यो म तिमीलाई माया गर्छुबाट सुरु भएको आफै त्यति के अनि अन्त थाहा त पाउनु पर्यो होला नि त भाउजूले यसले चाहिँ मलाई अलिकति राम्रो मान्दो रहेछ होइन चाहँदो रहेछ भने जस्तो होइन बोल्दै जाँदाखेरि यति बोल्दा बोल्दै बोली बाक्लियो बेसी बोल्यो नि त बेसी बोल्नु थालेपछि त मलाई केही छ र त अब बोल्दैछ भन्ने पछि अब नहुँदाखेरि सुन्ने लाग्नु थाल्यो त्यस्तै अब बोल्दा बोल्दै अन्त अहिले मलाई अरूहरूले अब कसले पर्पज गरेको ह्या हुँ मान्छेहरू यता केटाले पर्पज गर्छ केटी पर्पज गर्छ हाम्रो त कसैले गर्छ के थाहा छैन अब कसैको लप पर्छ भने बिस्तारै बोली सुरु हो बोल्दा बोल्दै बोली बाक्यो त्यस पछाडि हजुर त्यस पछाडि त सम्बन्ध साइनो जोडियो र अब दाजुले गर्दाखेरि दाजु तेन ठुलो छ के दाजुले गर्दाखेरि अब यहाँ भाउजू भएर यहाँ भाउजू अब आउनु भएको छ र मसँग पनि भेटघाट भयो एउटा कुरा भनिहाल्नु दाइमा ठुलो इन्टरभ्यू दिने सोख मेरो होइन मैले दाइको त अलिअलि सोच ठिकै छ नि त भैसाब नेपालमा जानु भन्दै हराउँछु क्या म भैसाब नेपालमा जानु अनि अरू केही होइन मलाई इन्टरभ्यू दिनु छ टप 3 भित्र परे पनि जेसुकै फाइनलिस्ट पढे पनि यसो फ्यामिलीको इन्टरभ्यू लिनेसम्म भन्ने मन थियो तर अब मैले मेरो अब देवर बाबुको इन्टरभ्यू दिनु पाएँ धन्य छु ठिक छ हजुर वेलकम छ तर म चाहिँ कस्तो भन्दाखेरि यहाँ भनौँ एउटा मेरो चाहिँ फेरि बोल्नेमा चाहिँ एकदमै कमजोरी हो क्या भाउजू बोल्ने बानीमा एकदमै कमजोरी हो अनि त्यसले गर्दाखेरि म कहिले तपाईँले जस्तो स्कुलमा यसरी वक्तित्व कला अगाडि गएर बोल्ने हिम्मतै गर्दैन थिएँ कि पुरै खुट्टा काम्ने के थरी नै हुने गफ होइन रियालिटी कुरो त्यो थियो कि अनि मैले पछि गएर म यतिसम्म भएको थिएँ भन्दाखेरि काठमाडौँमा गएर त्यो पसलमा जब म गाउँबाट काठमाडौँ गएँ नि पसलको अगाडि गएर चाहिँ सामान माग्दासम्म म बकिन्थेँ कि अब के माग्ने अब सोच्दै जान्थेँ कि त्यो कुरा चाहिँ माग्न अङ्कल त्यो दिनु भन्नु पनि मलाई गाह्रो हुन्थ्यो अनि त्यस पछाडि मैले अनि आफैले सोचेर चाहिँ अब हुँदैन डराएर आफैसँग हुँदैन भनेर म क्लासमा त्यो अगाडि गएर कहिले प्रेजेन्टेसन दिन्थेँ नि त्यति बेला म त्यहाँदेखि सुरु गरेको क्या +2 12देखि सुरु गरेँ 11-12 देखि जब यहाँबाट छोडेर गयौँ त त्यहाँबाट चाहिँ मैले सुरु गरेँ अनि म छुटछुट गर्दै पनि जान्थेँ
गएपछि तर बिस्तारै 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 गएर ब्याचलरसम्म पुग्दा त मेरो एकदम राम्रो भएको थियो कि अनि मेन कारण भनेको चाहिँ मैले त्यही आफैलाई चाहिँ आफ्नो बोलीमा चाहिँ सुधार गरौँ बोल्ने बानीको विकास गरौँ भनेर चाहिँ मैले यो सुरु गरेको है भाउजू खासमा त्यही भएर कुनै ठुलो कुरो कुनै ठुलो घटना वास्तवमा होइन कुनै ठुलो व्यक्ति चाहिँ म त्यस्तो पनि मलाई चाहिएन होइन तर नर्मल कुराकानी गरौँ एक अर्काको चाहिँ अलिकति बोल्ने बानीको विकास गरौँ भन्ने उद्देश्यले चाहिँ मैले यो गरिरहेको छु त्यसमा हजुर पनि अब मेरो रिक्वेस्टलाई स्वीकार्नु भयो त्यसप्रति म एकदमै आभारी छु विवाह अगाडि र विवाह पछाडिको आफैलाई चाहिँ के फरक कति फरक पाउनुभयो भाउजूले मेरो त विवाह अगाडि पनि त्यस्तै हो विवाह पछि त्यस्तै के भयो भने अब म घरमा पनि एउटा जिम्मेवारी छोरी भएरै अघि बढ्नु परेको थियो हजुर अनि अहिले पनि त्यस्तै अब यहाँ पनि अब जेठी बुहारी भयो अब घर व्यापार सम्हाल्नै पर्छ होइन सबै कुरा अब ठिकै छ यहाँ पनि मलाई अब घर व्यापार बिहे गरेर आएको घरमा पनि सासू ससुरा बुझ्ने हुनुहुन्छ त्यो भएपछि गाह्रो भएन होइन बुहारी भनेर बुहारी जस्तो काम गर्नु परेको छैन बुहारी जस्तो खटिनु परेको छैन होइन 7 वर्षमा सुते पनि कुनै मतलब छैन त्यही भएर मलाई चाहिँ अलिकति अब यस्तो हुन्छ बिहे नगर्दा चाहिँ माइतीको मात्र घर आफू जन्मिएको घरको मात्र पिर टेन्सन सबै कुरा खुसी सबै कुरा हुन्छ अब बिहे गरिसकेपछि अर्को घर पनि थप्यो नि त होइन दुईटैतिरको पिर पनि हुन्छ खुसी पनि हुन्छ सबै कुरा हुन्छ मलाई त्यस्तो ठुलो भिन्नता छैन है अब कसैलाई चाहिँ कति भिन्नता पर्छ होइन मलाई त ठिकै छ दुईतिरै त्यस्तो फरक पाएको छ अब बिहे नगर्दा पनि जिम्मेवारी हुन्छ होइन उता पनि त घर छ सबै कुरा छ हेर्नुपर्छ होइन यता पनि त अब सबै कुरा दुवैतिर को जिम्मेवारी चाहिँ पर्छ बिहे गरिसकेपछि नगर्दा एकतिरको मात्र जिम्मेवारी दिन पछि हट्ने मान्छे भनेको अब उसले जिन्दगी नै नबुझ्नु चाहेको नि होइन जिम्मेवारी चाहिँ अब जिम्मेवारी बिना त मान्छे अघि नै बढ्नु सक्दैन नि त लोकसेवा चाहिँ म दिएँ लोकसेवाको एक्जाममा चाहिँ तर म कुनैमा पनि सफल हुन सकिनँ होइन अनि अब शिक्षक सेवा चाहिँ मैले कस्तो गरेँ भने म त अब सोच्नुहुन्छ होला कतिले अब +2 साइन्स गरेको मान्छे नै कसरी शिक्षक बन्ने भन्ने हुन्छ होइन कति फेरि मेरो ब्याचलर पनि एजुकेसन होइन ब्याचलर पनि आर्ट्स छ त्यो चाहिँ के भयो भने ठिक मैले मेरो बाबा टिचर भएको कारणले गर्दाखेरि चाहिँ ड्याडीले चाहिँ यता आफू पढेकै पहिला पढेकै स्कुलमा 11-12 चाहिँ जस एडमिसन गरिराख्नु भएको थियो त्यस बेला मैले दिइनँ एक्जाम उतै +2 नै गरेँ साइन्सकै अनि उता आर्ट्सको ब्याचलर पढ्दा यता ठिक मैले चान्स पाएँ होइन चान्स पाउँदाखेरि ठिक एक्जाम दिएँ बिए पनि गरेँ अनि एक्जाम दिएँ मैले एक्जाम दिएपछि पास पनि भएँ म यता एजुकेसनपट्टि अनि पास हुनु बित्तिकै मैले पास हुँदाखेरि मेरो छोरा पनि जन्मिसक्यो क्या नामथङ जन्मिसकेको थियो अनि नामथङ जन्मिसकेपछि रिजल्ट आयो पास भयो अनि पास भएपछि मैले त्यही सालै लाइसेन्स खुलिहाल्यो अनि लाइसेन्स खुल्नु बित्तिकै मैले फर्म भर्नु बित्तिकै त्यही सालै नाम निस्क्यो लाइसेन्समा अनि लाइसेन्स नाम निक्लेपछि उता आर्ट्सबाट ब्याचलर पनि सक्दै थिएँ यता एजुकेसनबाट के अरे लाइसेन्स पनि निकालेँ अनि मैले लाइसेन्स चाहिँ मैले एउटा साइन्सबाटैको निकालेको छु निमाबी लाइसेन्स चाहिँ साइन्सकै छ अब सबै फ्याकल्टी अनुसारकै लाइसेन्स हुन्छ नि त निमाबीदेखि त अनि मेरो चाहिँ साइन्सकै लाइसेन्स छ अनि त्यसपछि लाइसेन्स निक्लिनु बित्तिकै फेरि फर्म खुलिहाल्यो यो शिक्षक सेवा आएको मैले दुईटै निमा र प्रावि दुईटै दिएँ होइन अनि निमा दिँदाखेरि चाहिँ निमाको चाहिँ एकदम ठुलो आशासँग दिएको मैले कि अब साइन्सै पढेको मान्छे साइन्सै पढाउँछु भनेर दिँदाखेरि नाम पनि फर्स्ट पेपरमा आयो टन्नै मिलेर आएको नाम पनि लगभग 40-42वटा क्वेसन मिलाएर मैले निकालेको थिएँ नाम अनि यता प्रावि चाहिँ निमाको निक्लिसकेको छ किन मैले प्राविको यो गरेर राख्ने त्यही पनि दी चाहिँ हेर्छु भनेर दिँदाखेरि त्यो प्रावि चाहिँ म जस्ट पास भएको मान्छे है म अनि जस्ट पास भएँ प्राविमा चाहिँ त्यस्तै 28-30वटा कतिवटा 28वटा मिलेर पास भएको म हुन्छ म 50वटै क्वेसन एटेम्प गर्ने मान्छे चाहिँ होइन उता मलाई मार्क्स काटिन्छ भनेपछि म नआएको क्वेसन त्यतिकै छोडिदिन्छु क्या अनि 28वटा मिलेर म पास भएँ यता प्राविको चाहिँ अनि निमाको चाहिँ के भयो भने सेकेन्ड पेपर चाहिँ इङ्ग्लिसबाट हुन्छ साइन्सको सबै अनि म यता सरकारी स्कुलबाट गएको मान्छे हो इङ्ग्लिस त म यता कालो अक्षर भैँसी बराबर भने जस्तै भयो होइन गर्नै नसक्ने भयो निमाको मेरो त्यत्तिकै निमाको फुल स्टप लागेको फेल भएँ म अनि यता प्रावि चाहिँ सेकेन्ड पेपर फर्स्ट पेपर नाम निस्क्यो सेकेन्ड पेपर दिएँ सेकेन्ड पेपरमा पनि नाम आयो इन्टरभ्यू पुगेँ इन्टरभ्यू पुगेपछि म इन्टरभ्यूको वैकल्पिकमा फ्याँकेको मान्छे हो म लक्कीली चान्स सबै कुरा पाएर यहाँसम्म आइपुगेको यतिखेरसम्म मलाई भाग्यले साथ दिएको भगवान्ले पनि साथ दिएर यहाँसम्म आइपुगेँ होइन
अनि वैकल्पीमा ठ्याक्कै नाम आयो मेरो। अब त्यस्तो सानो बच्चासँग दिएको नामसँग, सानो 1 वर्षको हुँदा नि दुःख त गरेको थिएँ, कस्तो अब दुःख त लाग्यो नि होइन। वैकल्पी त्यहाँ इन्टरभ्यूसँग गएपछि वैकल्पी फ्याँकिँदा अनि रोए कराए, अब म केही गर्न सक्दिनँ रहेछु भन्दा ठिक भगवान्ले साथ दिएर त्यो वैकल्पिकमा पढेर वैकल्पीबाट जागिर खाएको हो मैले। जो उहाँ हुनुहुन्थ्यो, उहाँ सर हुनुहुन्छ, उहाँलाई चाहिँ एकदम धेरै 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 धन्यवाद। मेरो भिडियो उहाँ हेर्नुभयो भने उहाँले नाम निकालेर निमामा जानुभयो क्या। उहाँ प्राविको मेरो जस अब म वैकल्पमा फ्याँकेको मान्छे, उहाँ म भन्दा अगाडि पास हुनुभएकोले उहाँले नाम निकालेर चाहिँ उहाँको चाहिँ निमामा नाम निकालेर जानुभएछ। अनि मैले 1 वर्ष भित्रमा त नाम वैकल्पीले पनि जागिर खान पाउँछ नि त। अनि उहाँनिर नाम निकालेर जानुपर्छ, मलाई बोलाउनु भयो यता अफिसबाट चाहिँ अब शिक्षा समन्वय इकाइबाट। अनि ठ्याक्कै मैले पाएको हो कि लक्किली। त्यसपछि अहिलेको पालि ठ्याप्पै बन्द भयो, प्राविको खुल्दै खुलेन होइन। अब निमा खुलो, अब निमा त मैले झन्डै गिभअप गरिसकेको मान्छे हो कि, किनकि इङ्ग्लिस मिडियम हुन्छ, म इङ्ग्लिस त धेरै नै गाह्रो हुन्छ सरकारी स्कुल पढ्नेलाई त होइन। त्यही भएर अनि ठिक उहाँ सरले नै नाम निकालेर जानुभयो, उहाँलाई चाहिँ धन्यवाद। भेटै भएन उहाँ सरसँग होइन, कहिले भेट पनि भएन। मलाई पनि उहाँकै हात छ यतिको अलिकति भए पनि होइन। उहाँले मेहनत गरेर उता जानु भएर त यता ठ्याक्कै भयो, वर्ष दिनभित्रमै सब कुरा टाक 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 भइहाल्यो क्या। लक्किली पाएको हो मैले। यता शिक्षक सेवामा चाहिँ तपाईँले एकैचोटिमा वैकल्पिकमा पढ्नु हो? एकैचोटि त्यसो वैकल्पीबाट सिफारिस भयो। हजुर। हजुर, पढ्नु तयारी चाहिँ कसरी गर्नु पर्दो रहेछ? कतिपयले त अब रातभरि पढेको होइन, पनि भिडियोहरू अब तयारी गरेका उनीहरूको अनुभवहरू पनि सुनाउनुहुन्छ। तयारी त गर्नै पर्छ जे कुराको लागि पनि होइन। सामान्य एक्जाम, स्कुलको एक्जाम दिनलाई त गर्नुपर्छ भने होइन, गर्नै पर्छ। म चाहिँ यस्तो फेरि म चाहने 18 वर्षदेखिको मैले काम चाहिँ गरेको होइन। म यस्तो के भन्छ जस पैसा कमाउनु पर्छ भन्ने सोच आएको मान्छे। यता निजामतीतिरकै जागिर खान्थेँ क्या करारमा तर। अनि त्यसरी जागिर खाँदै पनि म चाहिँ पढेँ, मेहनत गरेँ। म अफिसमा पनि फ्री टाइम हुनु बित्तिकै पढ्थेँ नि होइन। नपढिकन त हुँदैन, अब कतिको लागि त त्यो नाटक जस्तो पनि हुन्छ पढ्नुको लागि होइन। मेहनत त धेरै गर्नुपर्छ पढ्नुको लागि। तर त्यो राति नसुती नखाई दिनभरि पढ्ने त्यो खालको चाहिँ होइन मेरो उयो। ठिक अलिकति कतिसम्म पढ्नुपर्ने भन्ने हुन्छ नि, त्यो पढ्थेँ। 10-11 बजीसम्म राति पढ्ने हो। बिहान पनि त्यो 5 बजे उठेर 4 बजे उठेर पढ्ने चाहिँ होइन, त्यही अब ठिक टाइममा पढ्ने। तर मलाई चाहिँ बच्चासँग एकदम गाह्रो हुन्छ। मान्छेलाई चाहिँ जागिर खानु छ भने चाहिँ भरसक बिहे नगर्ने, एकदम ट्राई गरेर निकालेर मात्र अनि बिहे गरे हुन्छ। सुझाव चाहिँ त्यो छ मेरो चाहिँ ठुलो सुझाव। किनकि मेरो त बच्चा भइहाल्यो, बच्चा भएपछि अब त बच्चाले यति दुःख दिन्छ नि पढ्दाखेरि। त्यो बुकहरू च्यातिदिएर, कपीहरू च्यातिदिएर, टेबलमाथि टेबल भाँचिदिएर दुनियाँ गर्छ मोबाइलमा। अनि एक चाहिँ मैले अनलाइन क्लास पनि लिएको थिएँ। हुन्छ हजुर। अब फिजिकल त काठमाडौँमा गएर मात्र हो नि, अब मसँग सम्भव पनि थिएन होइन। आफै कमाउनु पनि, आफै गर्नु पनि, आफै पढ्नु पनि, अब बच्चासँग घर पनि हेर्नु पनि। त्यो भएकोले गर्दाखेरि चाहिँ विशेष गरी चाहिँ बिहे नगरिकन एक्जाम दिइहाल्नु, पास गरिहाल्नु, जागिर खाइहाल्नु भन्छु म चाहिँ। आउने युवा पुस्तालाई होइन, युवा पुस्ता जुन छन् जसले चाहिँ आफ्नो स्वदेशमा केही छैन, अनि अब मेरो अन्तिम गन्तव्य भनेको विदेश नै हो, म उतै जान्छु भन्ने र देशमा केही गर्न सकिँदैन, केही यहाँ छैन नि भन्ने मान्यता अधिकांशको छन्। त्यसमा चाहिँ के भन्न चाहनुहुन्छ? अब मेरो अनुभव चाहिँ के छ भने मलाई चाहिँ विदेश जानु पटक्कै मन नपर्ने होइन। त्यही भएर अब म त एक्लो सन्तान पनि बाबा आमाले पनि जानु नदिने। त्यसपछि सबै कुरा भयो। एक चाहिँ फेरि मलाई चाहिँ जति सक्दो नेपालमै गरौँ, जे छ नेपालमा गरौँ भन्ने होइन। केही गर्नु सकेन भने आफ्नो प्राकृतिक स्रोत साधनको युज गरेर भए पनि, जेसे गरेर भए पनि गरौँ। अब यत्रो बारी जग्गा जमिन छ, बाँझो छ, त्यसलाई पनि आफूले प्रयोग गर्यो भने त त्यहीँ पैसा छ नि त होइन। गाउँघरमा त झन् त्यस्तो छ। अनि म चाहिँ केही गर्न सकिनँ भने कृषि गरेर पनि खान्छु, म विदेश चाहिँ जाँदिनँ भन्ने सोच भएको मान्छे हो। अनि त्यस्तै सोचेर अब कतिपय मेरो उमेरको मान्छेहरू त प्रायः उनीहरूको +2 पढ्दै उनीहरूको एम सोच सबै कुरा विदेशै भएको हुन्छ नि त होइन। तर त्यसभित्र चाहिँ म नपर्ने मान्छे हो कि एउटा। अनि तर पनि अस्ति नै चाहिँ के भयो भने त्यो जेएनजीको आन्दोलनले देश ध्वस्त हुँदा चाहिँ छ्यात्तेरका विदेश गएको होइन हुन्थ्यो बरु जस्तो सोच आएको क्या। त्यतिखेर चाहिँ नेपाल बसेर गल्ती पो गरेछ है के हो भन्ने लागिरहेको थियो। तर पनि ठिक छ, म चाहिँ नेपाली बस्नु भन्छु। अब शिक्षा मन्त्री अब महाविपुरले भने चाहिँ जे गर्नुपर्छ त्यसै गर होइन, तिमीहरूलाई जे गर्नुपर्छ गर भने चाहिँ रोकेर रोकिँदैन कसैलाई होइन। आफ्नो आफ्नो इच्छा अनुसार चल्नु पर्यो। दसैँ तिहारको अवसरमा गाउँ आउँदाखेरि ठिक मेरो आदरणीय भाउजू पनि आफ्नो घर आउनु भएको रहेछ। त्यसले गर्दा एउटा
भेट्ने अवसर मिल्यो। मैले अस्तिदेखि भाउजूलाई एउटा रिक्वेस्ट चाहिँ गरेको थिएँ, भाउजू सानोतिनो समय चाहिँ मलाई यसरी दिनु होला भनेर चाहिँ मैले उहाँलाई भनिरहेको थिएँ। त्यसकारण उहाँले समय पनि एउटा मिलाउनु भयो र भाउजूप्रति एकदमै म चाहिँ आभारी छु। र आगामी दिनमा पनि यसरी नै समय अनुकूल भेटघाट गर्ने आशा गर्दै जाँदा जाँदै भाउजू फेरि के भन्न चाहनुहुन्छ? मलाई पनि अब यहाँ गाउँ आएको बेलामा होइन इन्टरभ्यू दिनु मन लागिरहेको बेलामा ठ्याक्कै भाइले इन्टरभ्यू लिने भन्नुभयो। अब त्यस्तो ठुलो सेलिब्रिटी त्यस्तो टाइपको इन्टरभ्यू होइन, हाम्रो नर्मल यस्तै पारिवारिक कुराकानी भनौँ जे भनौँ होइन, सामान्य कुराकानीको भयो। अब तपाईँहरूलाई कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया सबै दिनु होला। अनि म एकदम आभारी छु भाइप्रति। र आगामी दिनहरूमा पनि म यस्तै भिडियोहरू म अन्य मेरा साथीहरूसँग र मेरो आफन्तजनहरूसँग ल्याउने छु र आवश्यक सल्लाह सुझाव भाउजूले भन्नुभयो जस्तै हजुरले दिनुहोला, जसले गर्दा मेरो पनि हौसला बढ्नेछ। यति भन्दै आज हामी यस कुराकानीबाट छुट्टिन्छौँ। हस्, धन्यवाद, थ्याङ्क यू।